कोकिन छ यहाँ कोकिन ब्राउन सुगर 1433 मा सुरु भएको छ अब एलिभेसन स्पिड कति टाइम लाग्छ हेर्दै जानु हाम्रो त गाँड टाइम लाग्छ नि त गाँड टाइम फेरि कहाँको ट्रेकिङ हो दाइ स्टिकै ल्याउनु भएको छ दाइ लेट्स गो माछु पाउला आफ्नो पाउला र माछु ओइ ओइ यस मा कसम दुईटा यति लामो लामो खुकुरी ल्याएर क्या रखाइरहने गेम त कता कता यो कालोले सरकार हो यो सो ए हजुर ल भन्दै आज होइन भइसकेँ ल सबैजनालाई फेरि पनि वेलकम छ आजको नयाँ भ्लगमा आजको दिन चाहिँ हामी होइन अब लाकुरी भन्ज्याङै हाइकिङ जानला हो अरू त कहीँ हेर्छ टाढा अब कति मात्र घर बस्नु गुफा जस्तै भयो भन्दै दाइले पनि अब दाइको सरहरू दाइ म त्यति नै होला अब हुनुहुन्छ बिहान अब काम हराइसक्यो मलाई दाइले होइन एकछिन म यता राखेर बोल्छु है दाइले मलाई बिहान बिहान काम हराइसक्यो अब पोहोर टेकेर भने दाइले चाहिँ अब बिहान बिहान फेरि पाउँछ कि पाउँदैन भन्ने कुरा हो भन्दै थियो दाइले मलाई फेरि त्यस्तो के थाहा छैन अब एकचोटि सानो गाउँ पुग्छु म सानो गाउँ पुगेर त्यहाँ पसलमा एकचोटि हेर्छु छ कि छैन 6 बजी त्यहाँबाट लिएर आउँछु छैन भए अब एकचोटि दाइलाई कल गरेर के कसो गर्ने हो दाइ भनेर सोध्नु पऱ्यो ल अब म चाहिँ यहाँबाट निस्किन्छु आजको दिन चाहिँ मेरो फुल हाइकिङ हुन्छ माथि गएर रमाइलो गरिन्छ एउटा कस्तो भनौँ अलिकति घरबाट गुफाबाट निस्केर जङ्गलतिर जाँदै अब चाहिँ हामी बाई बाई टेस्ट हेर्ने लग टेस्ट यहाँ अगाडि ठ्याक्कै पोर्क पसल अपोजिटमा चिकन पसल सानो गाउँसम्म पुग्यो पुग्नु चाहिँ पोर्क नपाएर यहाँ लिन आज माल हेर माल दाइहरूको माल ओइ कोकिन छ यहाँ कोकिन ब्राउन सुगर स्मार्ट वाच लाउनु पर्थ्यो रहेछ आज सबै रेकर्ड गर्ने क्या स्ट्राभा अन गर्ने हो नि त यस दाइ ल जाउँ दाइ दाइ त बिजी रहेछ फेरि छुट्टै फेरि फेरि बिजी कोकिन छ यहाँ कोकिन ब्राउन सुगर स्मार्ट वाच लाउनु पर्थ्यो रहेछ आज सबै रेकर्ड गर्ने क्या स्ट्राभा अन गर्ने हो नि त यस दाइ ल जाउँ दाइ दाइ त बिजी रहेछ फेरि छुट्टै फेरि फेरि बिजी माथिको रुट सुरु भइसकेको छ हाम्रो टाइम हेर्नु त दाइ कति छ 8:15 8:15 अब एलिभेसन कहाँबाट सुरु भएको छैन यतिबाट सुरु भएको छ है मेरोमा त फेरि कस्तो एडिलाइट पर्छ तर देख्छ होला सायद है 1433 मा सुरु भएको छ अब एलिभेसन स्पिड कति टाइम लाग्छ हेर्दै जानु हाम्रो त गाँड टाइम लाग्छ नि त गाँड टाइम फेरि 1900 हो हजुर हजुर दाइ लाइटर यस दाइ यस एउटा इम्पोर्टेन्ट कुरा बिर्स्यो हामीले आगो बाल्नलाई र अब हामी यहाँबाट हाम्रो हाइकिङ सुरु गरिसकेको छौँ है अब यहाँबाट माथि कति टाइममा पुग्छ भन्ने हामीलाई ठ्याक्कै थाहा छैन अब बिच बाटोमा अलिअलि क्लिपहरू खिच्दै गर्छु अब फ्यानै भयो भने त अब थाहा छैन भएन भने चाहिँ खिच्नुलाई मजाले त्यो आम्बो छिटियो बोकेर भयो त हौ दाइ कता कता दाइ दाइ कताको ट्रेकिङ हो यो कताको ट्रेकिङ हो दाइ माउन्टेन लाकुरी स्टिकै ल्याउनु भएको छ दाइले लेट्स गो चाहिन्छ हामी ट्रेकिङ जाँदैछौँ दाइ हान्ने दाइ यो कालो काटौँ न त हामी हो एडभेन्चर हान्ने त्यो ठाउँ भएपछि के चाहियो हामीलाई ल एकछिन 2 मिनट हिँड्यो ट्रेल आइसक्यो हाइकिङ ट्रेल
कतिको गाह्रो पो भन्यो त्यो कुरा हो त। तर यो बाटो त म पहिला ओभर हिँड्छ हो साइकलमा चाहिँ यता मजाले हिँड्छ साइकलमा। अब चाहिँ हिँड्दैछु अहिले चाहिँ। हिँडेर कहिले गएको छैन जहिले साइकल भनेर गएँ। एउटा सराउनु भएन, अब पठाउ गरेर लाकुरी चढ्नु रे। मर्निङ सनलाइट जङ्गलमा क्या दामी परिरहेको गोब्रोमा देख्छ मजाले। पठाउमा सिधै माथि आउन हुन्छ। अलि लोभ देखाउनु न रक्सीको दाइ। एकजना सर चाहिँ आउनु पर्ने थियो, त्यो सर आएपछि चाहिँ दामी नै रमाइलो हुन्छ। तर सर अलि बिजी भयो जस्तो लाग्यो मलाई चाहिँ। त्यही भएर दाइहरू कन्भिन्स गरेर आएको छ सरलाई आउनु पर्यो भन्दै। पठाउ गरेर लाकुरीसम्म आम्बो त्यति फेसिलिटी दिएको छ कि छैन पठाउले पनि। स्ट्रेल है यो चाहिँ। गाडीको बाटो जस्तै आइपुग्यो है। यो साइड त ओए खोइ त बाटो खोइ ऊ त्यहाँ छ यहाँ हैन उया छ उया। एउटा साइकल झार्यो कि कसम दाइ झार्यो कि उयो ट्रेल छ क्या साँच्चै छ दाइ। उया त बाटो छ उया हो बाटो। तर यहाँबाट आएको थियो त यत्रो जग्गा बनाएर कसले किनेको हुन्छ? दाइले किने मात्र हो यता प्लट। अलिअलि गएको होला। तपाईँ किन्नु सर तपाईँको आउँछ होइन? खोइ त चाउचाउ त छैन यहाँ, चाउचाउ किन्ने पैसै छैन। सेकेन्ड ट्रेल अब चाहिँ पिच रोड हिँड्यो। अब अर्को सानो बाटो सुरु भयो। यत्रो पसिना आइसक्यो, भ्याटी भइसक्यो। कालो छ भने त्यो त उ भइहाल्यो नि, कुखुरा भइहाल्यो नि, कालो कुखुरा। कालो कुखुरा कालो कुखुरा होइन है फेरि। ल सुन्दैछु दाइ म। यता कता हो यता? यतै हो। आज न 10-11 वर्ष अगाडि क्या हजुर खेल्न गइयो। हजुर फाइनल गेम है सुन। फाइनल गेम कलाएर खेलियो पनि होइन। हाफपछि गोल पनि हानेको, रेफरीले नदिएको है। अनि त्यसपछि त त्यताको भोटेहरू सबजना अब त्यो रेफरीलाई थर्काउने क्या। ए होइन गोल होइन भन्ने। हामीले हानेको त फेरि गोल हो, गोल न होइन भन्ने रेफरीले बोल्दै छैन। अनि उताको अपोनेन्टहरू पुरै थर्काउने क्या। हाम्रो टिमहरू जङ्ग्यो। त्यसपछि अब फाइनल गेम खसी त जित्नु पर्यो। हाम्रो खसी कप भनेपछि खसी कप दसैँ बेला मासु भात त खानु पर्यो। ठ्याक्क त गरे लास्टमा उ गराएर रेफरीले उताको अपोनेन्टको सपोर्ट गोल होइन भन्दै फेरि। ल त्यसपछि दुवै टिम बिच बादमा बात वार भयो क्या। अनि त्यहाँ भोलि त्यहाँको लोकल रहेछ क्या अरे होइन। मा कसम दुईवटा यति लामो खुकुरी ल्याएर क्या रखाएर होइन गेम त कता हामी त यस्तो यो देखो र यस्तो छ नि यस्तो झऱ्यो होइन। सिधै ग्राउन्डबाट झरेर गेम भएको ललितपुरमा पुग्यो भक्तपुरमा क्या। ल सिधै झरेर त्यत्रो झरिदिनु भयो दाइहरू। भागौँ भनेको अब हाना रेफरीलाई भएको आएको छैन। हजुर त्यत्तिकै पुरै भने ग्रिप त राम्रो भयो होला त। अनि पुरै ऊ के अरे खुकुरी ल्याइसक्यो होइन। पुरै रेफरीले पछि गयो होइन बात गर। यसपछि त ग्राउन्डमा भएकै छैन। खुकुरी ल्याएको अनि अनि त्यो कुखुरी खसी काट्न ल्यायो होला दाइ। खसी गाड्नु यो स्टोरी चाहिँ को रहेछ भनेपछि ललितपुरको भोटे दाइहरूलाई ललितपुरबाट सिधै भक्तपुर झारिदिन्छ। हेर्छ कि के त अब यस्तोबाट झर्नु पर्यो। ल लखाडा छ होइन कहाँ कहानी यस्तोबाट कति कोरिया छ। त्यत
अनि लास्टमा बाटो हेर्ने कुरा भएन ज्यान प्यारो जानु पारो जित्ने कुरा भयो सपोर्ट पनि त्यही बासिन्दा लोकलहरू क्या सबै अनि डर लाग्दैन त अनि खासमा गोल भएकोलाई गोल भएको कसरी होइन भन्ने सुरुमा रेफ्री हो भन्यो अनि त्यो भोटिया फलायो क्या रेफ्रीलाई किन गोल दिएको भन्नु थाल्यो क्या लास्टमा रेफ्री गोल होइन भने क्या अनि त्यसमा हाम्रो टिम नि जङ्ग्यो अनि हाना जस्तो भएछ उनीहरूले खेल्यो त्यस्तो ढगा ढगाला पो अब म त सानो मान्छे होइन अनि होइन नगर्ने मात्र भने हात हाल्नु कुरा होइन अनि पछि त्यहीँ घर नरिकन खुकुरी ल्याएर थ्याङ्क यू दाइ दाइले कुरा बुझ्दै मेरो टिस्यु एकदम चाहिरहेको थियो अब दाइ माथि गएर अब हामी त्यहाँभित्र मासु पाउला राख्ने पाउला राख मासु मासु तर म चाहिँ खाँदिनँ है दाइहरूले खानुहुन्छ म चाहिँ अब के छ हामीसँग फलफुल छ भने दाइ फलफुल खानुपर्छ स्प्राइट छँदैछ अरू के चाहियो त्यो भन्दा बढी जुस 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 बेलाको ओरेन्ज जुस छ जुस चाहिँ खानुपर्ने बेला भयो फाइया गर्दै हो जुस दो न यहाँबाट पनि बाटो है यो यहीँ निस्किन्छ क्या अघि मैले भनेको होला बाटो चाहिँ हजुर यो ठाउँ सब मेरो डेटिङ स्पटै साथी हो तर डेटिङमा त जसले जहिले चिनेको मान्छे भेट्ने सहर भनिदिने हो यार बाइक हिँड्नेले पनि कार्यक्रम चाहिँ गर्छन् तर म यहाँनिर कार्यक्रम होस् कार्यक्रम गर्नु मिल्छ त जङ्गलमा डेटिङ हुँदा कार्यक्रम गर्नु मिल्दैन तर फेरि कार्यक्रम भनेको चाहिँ खानेकुरा यसो चटपटेहरू भनेको त उल्टा उल्टा सोच्छ क्या ड्राई पिकनिक ड्राई पिकनिक भनेको त्यही त अनि भिडियोमा चाहिँ फ्याँ सुन्दा होला क्या त ट्रेल सकिसकेको छ अहिले ब्याक टु पिच आइसक्यौँ हामी अब यहाँबाट अलिकति 2 मिनट माथि चाहिँ अर्को फेरि सुरु हुन्छ सानो बाटो फोर्थ ट्रेल सुरु भयो हाम्रो अर्को यताबाट पिच छ तर हामी यस्तै बाटो जाने हाइकिङ आएको मजा यही हो यो ठाडै छ त यार स्टेप्सहरू छ भराङकै हो यसले कुरा दोमा त थाहा भइसक्यो यो कालोले कुद्नु भयो एकछिन रेस्ट गरिदिइराखेँ यो फोर्थ ट्रेल कस्तो गाह्रो हो मलाई चाहिँ अब्बर गाह्रो भइरहेछ फ्याँ फ्याँ भइसक्यो पसिना त्यस्तै आएको छ माथि गएर अब पानी खानुपर्ने हुन्छ हामी ल कन्टिन्यू ज्याकेटभित्र हाल्नु न आम्बो हात्ती देख्यो जङ्गलमा हामीले अझ राम्रो हात्ती आयो जङ्गलमा हात्ती आयो कत्तो हात्ती हेर्दै लाकुरीमा फर्स्ट टाइम मैले हात्ती देखेँ त्यो पनि एउटा होइन 15वटा अनि झुन्ड रहेछ नि त झुन्ड हात्ती सुरन्डलकोमा होइन जङ्गलमा हात्ती भेटेको छ लुबु ललितपुरमा अब हामी कहाँ भाग्ने चितवन लेट्स गो तर सकिन्छ ए होइन यो के हो यो एकछिन ट्राई मात्रै चढेर झर्छु ल ल चढेर चाहिँ नझर्नु न होइन माथिबाट छ माथिबाट छ अरे बाटो त स्पाइडरम्यान केटा हो दाना साना फुट्यो भने जग्गा है मेरो दाना नफुटोस् है साथी हो अहिले त माउन्ट माउली अब मेरो एभरेस्ट चढ्नुको लागि पहिलो खुर्किलो है अब 2-3 वर्षमा म एभरेस्ट चढ्छु म माथि मात्रै चढ्नु ल म माथि भेट्छ ओइ ओइ यस पर्यो पर्यो माथि नै परिरहेको छ त्यही गर्नु त यस अब तल त्यो खुट्टा तल ल्याउनु पुरै यस बायाँ हातको खेलौँ यस्तो ओज भिडियो भन्ने हो काजी दाइ गर्दा हजुर
यहाँ त काजी भइसक्यो ए हसो चाहिँ माथि फ्ल्याट एरिया आइसक्यो रोकौँला ओके गाइस फाइनल्ली 5th ट्रेलको हामी हाफवे आइसक्यौँ अघि खिचेन गाह्रो भएर तर 5th ट्रेल चाहिँ अहिलेसम्म लङ्गेस्ट जस्तो लाग्यो मलाई तर हामी हाफवे भन्दा नि अलिक माथि नै आइसक्यौँ लाकुरीको चाहिँ अब एउटासम्म ठाउँ आओस् आएपछि हामी एकछिन फेरि रेस्ट गर्छौँ हामी लगभग 70% आइसक्यौँ 70% आइसक्यौँ अनि नर्मल हो त त्यो थाक्ने मात्र अहिले आइएम नर्मल हो यहाँ गाह्रो भयो नि भिडियोमाथि नर्मल भनौँ न होइन यो एक्सर्साइज गर्ने बानी नभएर क्या यस्तो भयो दिनको 10K मात्र हिँड्यो भने पनि त्यति त मजाले हिँड्न सकिन्छ हिँड्ने बानी कहाँ छ त अब कलेज घर खाना सुत्यो अनि त्यसपछि साँझतिर निस्क्यो चिया खायो घर गयो कलेजको काम सुत्यो के हुँदैछ लाइफमा अनि एक्स्ट्रा केही गर्न पाएको छैन बल्ल के एक्स्ट्रा हुँदैछ साइको गाह्रो भयो तर यो पनि लाकुरीको पनि अन्डर रेटेड हाइकिङ ट्रेल भनौँ न यो रमाइलो छ कस्तो हुँदैछ दाइ यस्तो एनर्जी छ हामीसँग निस्के तेल अब सबै निस्किँदैछ है सर हजुर त्यहाँ बसौँ न साथीहरू बोसो भएको जिउमा यत्रो यत्रो होइन सब निस्किँदैछ अब यहाँ म टाइम ल्याप गर्नु चाहिँ त म त हाफी लाउनु पऱ्यो ए अब सर गरिदिउँछ तपाईँको भिडियो एकदम हल्का हुन्छ अनबक्सिङ हो के सर गाह्रो हो यो अब लगभग 6 ट्रेलमा छौँ है अब 6 ट्रेल चाहिँ फेरि अब्बर लामो गाह्रो रहेछ नि त अब पुगेँ नगदी नभनी हिँडिरहेको छौँ है दाइ कस्तो अङ्गुर हो दाइ हो खानु मिल्छ मिल्छ तर स्वर्गवास हुन्छ स्वर्गवास हुन्छ यो लास्टको बाटो चाहिँ निकै खडै रहेछ है हो भने गाह्रै पाऱ्यो त बाटो दामी छ फेरि बाटो चाहिँ फेरि दामी छ है भ्यूहरू क्या स्पटहरू 1 से 1 छ त्यो लास्ट गाड भइसक्यो चार्ज पनि सकिन आँटिसकेको रहेछ के गरी भएन भने भ्लग त मोबाइलबाटै गरिदिनु पर्छ एकछिनमा हो स्पिनलो जहिले चौचो पनि किन्नु भयो त ए ओ हिरो हेलो वेलकम टु लाकुरी यता के साह्रो राम्रो हो फेरि अनुहार पनि यसको हिरो छ त गाइस हामी फाइनल्ली लाकुरीको टपमा पुगिसकेको छौँ अहिले चाहिँ अब हामी एउटा स्पट खोज्छौँ शीतल हुने अब त्यहीँ बसेर आनन्दले हजुर दाइ दुईवटा ठाउँ छ मैले भने होला दाइहरूलाई कुन चित्त बुझ्छु त्यहीँ बस्ने त्यही अनुसार गरेर है ल हाम्रो दाइहरू यता हुनुहुन्छ यहाँबाट भ्युज यस्तो राम्रो देखिरहेछ है मेरो हातमा लेडी बर्ड छ है गाइस अब यसले टेक अफ लिन्छ माथि गएर लाकुरीको फर्स्ट टेक अफ हुँदैछ यता ऊ चल्दैछ र टपमा पुग्न टपमा यसले मेरो औँलाई थाहा पाएन क्या हो यस उड अब ठुलो है सर बाटो ठुलो नभए देख्दैन नि बुर्र त्यो दुईटा घर उड्न सानो बाटो हो भने दुईटा घरले त कभर गरिदिन्थ्यो क्या सर सक्यो होला है फ्रेन्च फ्राई बाइक छ त है पुग्छ उडेन त यो अल्छी लेडी बर्ड रहेछ यार यो बाटो ठुलो छ नि देख्छ खोला त देखि नै हाल्छ कोप्चोको बिचमा नउड्दिएर यार हाइटमा छ हाइटमा हो प्लेनबाट यस्तै देख्ने ठ्याक्कै घाइते छ यार यो त तलै छ त्यसमा तिमी ल्यान्डिङ गर्ने लाकुरीमा चाहिँ अहिले यस्तो भएको रहेछ नि त केटा हो केटी हो पहिला त फुल डाँडा क्याम्पिङ स्पट थियो अहिले आएर चाहिँ बिल्डिङ बनाइदिएछ यार गाइस हामी चाहिँ अब लाकुरीभन्दा हल्का माथि आएको छौँ स्पट हन्टिङ फर
मासु पोल्नलाई दाइहरूको। म चाहिँ अब फलफुलहरू खाएर बस्छु एकछिन चाहिँ। अनि दाइहरू चाहिँ अब यता फुल प्रिपरेसन गर्नु भइरहेछ। म चाहिँ हिँड्दै थिएँ, गोप्रोको स्टोरेज फुल भइदिएर भने एक्कासी। अनि पहिलाको भिडियोहरू सब डिलिट गरेर बल्ल फेरि टेक्लेको यो चाहिँ। अनि तालेस छ मेरो यो माथि हाइटमा चढ्नलाई चाहिँ। अनि हाम्रो फाइनल स्पट भनौँ न, यहाँ दाइहरूले खोज्नु भइसकेको छ शीतलमा। ल लाइटर दाइ उ त्यसमा होला। आफ्टर होइन लङ हाइकिङ हामी बसिरहेको छ यसरी। आइज दाइ यहाँ चाहिँ मासु बोलिँदैछ है। कस्तो हुँदैछ त? ए रमाइलो यार, लास्टले रमाइलो। त्यतिको छ भइरहेछ नि। हामी चाहिँ यसै इन्जोय गरिरहेको छौँ मम्मी त। दाइ त बक्सरमा आइसकेको रहेछ नि। अर्डर गर्नु होला होइन पानी पर्ला जस्तो चाहिँ भइरहेछ हौ। जोस् कालो बादल तर पर्दैन नि। मायाले बोलायो मलाई, मायाले बोलायो, मायाले बोलायो मलाई, मायाले बोलायो। हो धो धो ए गणेश कहाँ छ तिमी? यस्तो चर्को घाम छ, कालै हुन्छ जस्तो आज त मेरो विचारमा। कपाल पो मिलेछ नि क्या। त्यही हो, रमाइलो भइरहेछ हामीलाई है। ट्रेलर हान्दाखेरि चाहिँ छुट्टै फिल भएको थियो। नर्मल्ली चाहिँ हामी बाइकमा आउँथेँ, तर आज फर्स्ट टाइम मैले लाकुरी हिँडेर पनि हेरेँ। ट्रेलहरू ओभर दामी दामीहरू छ है। आज साइक्लिङ ट्रेल भने पनि भयो, हाइकिङ ट्रेल भने पनि भयो। यस्तो खतरा मतलब कस्तो भनौँ, लामो हाइकिङ चाहिँ होइन, 1 घन्टामै सकिने हाइक रहेछ। त्यही पनि फुल फन। त्यसैमा चाहिँ दाइहरू रमाइलो भइसकेपछि चाहिँ यत्तिको रमाइलो हुन्छ। फाइनल्ली लाकुरी फुल्ली झरियो। हामी एक्सपिरियन्स बब्बाल भयो। यो लाकुरीको फर्स्ट ट्रेल हाइकिङको लाइफमा कहिले गरेको थिएन, आज गरियो। अनि मेन कुरा भने चाहिँ गफ गर्दै फर्केको बिचमा भ्लग बनाइरहेको छु भनेर पनि बिर्सेँ मैले। अब थाहा पनि भएन, झन् खुट्टा दुखिरहेको थियो। अब चाहिँ यहाँबाट हामी तल झरिसक्यौँ। यो शुभ ताराको बाटो हो, लाकुरीको यो माथिको डाँडा चाहिँ हामी फुल कटेर आइसक्यौँ। अनि यस रमाइलो भयो। माथि गएर हामीले अब यसरी खाजासाजा बनाएर खायो। अनि अर्को कुरा भने चाहिँ के भन्नु, के भन्ने नि आएन मलाई त अझ। अब त्यही होला, आजकोलाई यति भन्दै मेरो भ्लग मैले आज यहीँ सकाइदिएँ है त। ल बाई बाई सबैजनालाई।